झापाबाट बालिनले जित्यो भने बिहा गर्छु बालिनले जितेन भने त बिहा गर्दिन है। धेरैजनाले भन्नुभयो त्यही भएर चाहिँ मैले कन्ट्याक्टमा कति मुस्किलसँग ल्याएँ। फोन हानेको फोन पनि उठ्दैन होइन। म्यासेज गरेको गरेछु। एकचोटि फेरि ट्राई गरौँ है त। जिस्कामै त्यसो। हेलो हेलो बहिनी। हजुर सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? हजुर सन्चै छु। ए कति धेरै म्यासेज गरेँ, फोन पनि उठेको थिएन है। अनि कता बिजी हुनुहुन्छ र? म्यासेज हजुर बिजी नै थिएँ। म्यासेज फोनहरू गर्नुभएको रहेछ। म त कसले गर्नुभएछ भनेर मोबाइल पनि मैले कि बहिनी तपाईँको यो भिडियो देखेर फोन गरेको है। झापाबाट बालिनले जित्यो भने बिहा गर्छु भनेर भन्नुभएको भिडियो रहेछ है। मलाई एकदम रमाइलो लाग्यो। त्यसपछिबाट के तपाईँले साँच्चै नै बोल्नु भएको, साँच्चै नै बिहा गर्ने हो त? अब झापाबाट त बालिनले जित्नु भयो नि त, अब बिहा नै गर्ने हो त? हजुर अब जित्नु भयो के अरे खै बिहा भन्नु त अब बिहा भन्ने कुरो नि हुन्छ भने के भन्ने बित्तिकै अब त्यो त भन्न त भनिहालेको छु। भनिहाल्नु भएको थियो भन्ने बित्तिकै। अनि बालिनले जितेर खुसी हुनुहुन्छ कि हुनुहुन्न त? खुसी छु। अनि बिहा चाहिँ कहिले गर्ने त नि? तपाईँले बिहा गरिहाल्छु मैले, बालिनले जितेन नि, बालिनले जितेन भने चाहिँ मैले अहिले बिहा गर्दिनँ भन्नुभएको थियो। अब बिहा चाहिँ कहिले गर्ने त? अब हजुर अब त्यो त बिहा भन्ने कुरा त भन्ने बित्तिकै पनि हुँदैन है। अब त्यो त सोच्नु पर्ला। मैले बिहे गरेँ भने हजुरलाई कार्ड पठाउँछु नि त। बिहा गरेपछि मलाई कार्ड पठाउनु। अनि केटा अब खोज्न त ऊ गरे हुन्छ होइन? बा आमालाई भन्नुभएको छ केटा खोज्नलाई कि आफै रेडी गर्नुभएको छ? अब रेडी गराएको हो के खै होला कि नहोला भन्नु पर्यो। रेडी रहेछ र पो अनि भन्नुभएको रहेछ त्यसो भए त होइन? पहिलेबाट रेडी राखेर भन्नुभएको रहेछ है। ल जे होस् है। ल मलाई खुसी लाग्यो है तपाईँसँग कुरा गरेर। अनि एकदम रमाइलो पनि लाग्यो त्यो भिडियो हेरेर। अनि तपाईँको बिहे चाहिँ कहिले हुन्छ मलाई फर्स्ट कार्ड मलाई पठाउनु होला है। मेरो तर्फबाट मेरो अब दिदीको तर्फबाट 5000 को मैले गर्दुवा तपाईँलाई हालिदिनु भएँ है त। मलाई पठाउनु होला है त कार्ड फेरि। बिहे भन्ने कुरा नि भन्ने बित्तिकै हुन्छ होला त? होइन जहिले बिहा गर्नुहुन्छ त्यति बेला चाहिँ मलाई यो जुन अहिले तपाईँलाई मैले जहाँ फोन गरेको छु नि त्यहाँ चाहिँ मलाई कार्ड पठाउनु होला है त। फर्स्ट कार्ड हजुरलाई नै भयो। हस् हस् है त। ल खुसी लाग्यो होला। हस् फाइनल्ली भयो। अब हाम्रो डिएसपीलाई फोन गर्न छ। अलिकति मुस्किल भयो उहाँलाई फोन गर्न चाहिँ। अलिकति एटिट्युड देखाउनु होला हुनुहुँदो रहेछ। लास्टै डर लाग्यो। तर मैले कन्ट्याक्ट चाहिँ गर्छु है त।